ल अब यहाँदेखि चाहिँ तपाईँको नाम्ची चाहिँ यस्तो डाउन देख्छ है। हेलो गुड मर्निङ। फेरि पनि तपाईँको युट्युब च्यानलमा स्वागत छ। र आज चाहिँ हामी फेरि पानी बनाउनु जाँदैछौँ र हाम्रो साथीभाइहरूसँग एउटा पिकनिक पनि हामीले अर्गनाइज गरेर जाँदैछौँ। र हेर्नुहोस् हाम्रो साथीहरू अगाडि जाँदैछ सिट परेर। साथीभाइहरू भाडा बोकेर जाँदैछ। अब चाहिँ तपाईँहरूलाई हामी देखाउनेछौँ पर। ओइ साथीभाइ, यहाँ गुराँस पनि फुलेछ है आज चाहिँ। आम्मा हेर, गुराँस त फुलिसकेछ। आम्मा हेर गुराँस लै। जो त यहाँ हाम्रो साथीभाइहरू पानी बनाउनु एकदम अर्ग्यानिक लगेर जाँदैछ आज। हाम्रो पिकनिक पनि छ सानो तिनो। यस्तो छ हाम्रो चाहिँ जङ्गलमा मजा आउँछ पिकनिक गर्दै नै। हाम्रो चाहिँ यहाँ बन्दोबस्त भयो। अब यहाँ चाहिँ हाम्रो किचन बनिने भयो साथीभाइहरूले। के छ आज राजु भने त्यो छ है, त्यो चिया पनि छ है। त्यो यहाँनिर चाहिँ ल बिमारी मान्छेले फाड्नु थाल्यो नि अब किचनको लागि। ल यस्तै छ अब हाम्रो चाहिँ हेर्दै गर्नुहोस्। साथीभाइले लाबर काट्नु थाल्यो अब चाहिँ पाइप बाँध्नुको लागि। ल साथीभाइले आगो सागो फुकेर कडकनाथ रेडी भए। हाम्रो साथीभाइहरू चाहिँ सबै पानी बनाउनुतिर लाग्यो, हामी चाहिँ यता किचनतिर। है कडकनाथको हाम्रो यस्तो छ अब जङ्गलमा हल्का गेट टुगेदर। हेर्दै गर्नुहोस् अब भ्युस के छ निशा भन्न। अब यसमा हाम्रो पानी रिपेयरको लागि है। अब अहिले नै हामी है अब रेनी सिजन आउनुभन्दा अगाडि चाहिँ अब हामीले सानो गेट टुगेदर है अर्गनाइज गरेको है। ठिकै छ, यस्तै छ अब हाम्रो आज दिनभरि। अब हेर्दै गर्नुहोस् तपाईँहरूलाई हामी ब्लग के कस्तो हुन्छ दिँदै गर्छौँ। यहाँ हाम्रो महिला साथीले चाहिँ कडकनाथ चाहिँ हाम्रो कहाँ मामुली हो, यो कडकनाथ हो नि त। हामी त्यस्तै त कहाँ हामी लतर्को खाइँदैन नि होइन। कडकनाथ यता हाम्रो निचाहरू चाहिँ यता प्याज कटिङ छ। अब हामी यहाँ चारजना चाहिँ कुकपट्टि यस्तै छ है हामी। अब यो चाहिँ हामी लगाउने हो नि त सुप चाहिँ बस्तीको चाहिँ समसम। ल यहाँ हाम्रो यहाँ अब डाक्टर साहबले चिकन पर्दैछ है। यहाँ भेजको लागि सब्जी रेडी भयो। यता पनि साग सब्जी यस्तै छ अब जङ्गलमा अलिकति वनभोज भन्छ नि यसलाई चाहिँ होइन। वनभोज भन्थ्यो नि उहिले। अब ल अहिले भने चाहिँ कडकनाथ कटिङ हुँदैछ। वनभोज चाहिँ हाम्रो चाहिँ लडतर हुँदैन नि, कडकनाथसँग छ त एकदम। यहाँ भेजको लागि सब्जी, त्यसको लागि सब्जी है अलरेडी ब्रोकली साग आलु है काटिसकेको छ हामीले। यहाँ हाम्रो यहाँ आजको कुकहरू एकदम अनुभवी कुक छ हामीमा। यहाँ तीनैजना म बाहेक चाहिँ। अन्डा पनि थिएछ भाइ, अन्डा पर्दै गरेको लालो पोथी एकदम कडकनाथ अर्ग्यानिक भने आए।
तेल अलरेडी हाम्रोमा अब खानु आँटिसकेको छ है। एकदम बनबोस छ यहाँ पानी बनाउने। साथीहरू पानी बनाउनु गएको छ। यहाँ हामी चाहिँ यहाँनिर अर्ग्यानिक बनाउँदैछ हामी, एकदम बस्तीको प्योर लोकल छ नि। अब यो हो नि, अब मजा इन्जोय गर्नु पर्यो। जिन्दगी आज कि भोलि, अरे बाँचिन्जेल त मजाले समसम खानु पर्यो नि अर्ग्यानिक। सुरु भयो पो हाम्रो चाहिँ के छ र अब यहाँ चाहिँ कोक छ, सबै छ, स्प्राइट, साथीभाइहरू सब पानी बनाउनु गएको छ। गर्दैछौ यस्तो छ है साथीभाइ हाम्रो चाहिँ जिन्दगी। हेर्नुहोस् चल्दैछ हाम्रो, खाने हो इन्जोय गर्ने हो, के छ र यो लाइफमा। तपाईँहरू पनि इन्जोय गर्नुहोस्, मजा गर्नुहोस्। यस्तै छ। एकै फेरि देखाइदिनुहोस् न तपाईँले जुस। अरू छैन यहाँ अर्ग्यानिक पाक्दैछ। अब स्प्राइट खाइ पनि यस्तो छ पेलामा चाहिँ स्प्राइट खाइ जङ्गलमा यस्तो चल्छ। जङ्गलको छुट्टै अनुभव, छुट्टै मजा हुन्छ है। यो यहाँ अर्ग्यानिक सुप पनि बनिँदैछ। यो चाहिँ हाम्रो अर्ग्यानिक खाद्यउती बन्यो। कच्ची मर्ची सकियो खाएर। यो चाहिँ अर्ग्यानिक। लु अहिले चाहिँ हामी जङ्गलमै छौँ। म चाहिँ खानासाना बनाएर साथीहरू कहाँनिर काम गर्दैछ, पानी बनाउँदैछ, हेर्नु गएको अलिकति। चाहिँ हाम्रो चाहिँ एकदम पानी चाहिँ अब आउँदैछ। पानी चाहिँ यस्तो उयो त छैन कि, तर पनि अब रेनी सिजन लाग्दैछ नि त। अलिकति अब साथीभाइसँग यसो गेट टुगेदर पनि हुने जङ्गलमा र अन्त हामी यसो पानी पनि मेन्टेन गरिराखौँ होइन। अरू किन गेट टुगेदर गर्दा गर्दै काम पनि हुने भनेर चाहिँ हामी जङ्गलमा हामी गेट टुगेदर गर्दैछौँ। पिकनिक जस्तो बनभोज जस्तो एउटा रिमेम्बर हुन्छ साथीभाइसँग है। उनीहरूलाई यसो छुट्टीमा भेट्दा यस्तो छ हाम्रो जङ्गल चाहिँ। यस्तो चाहिँ पुरा घाँस काटेर चिल्लाइ पारिसकेको छ। साथीभाइहरू चाहिँ यहाँ निस्किँदैछु। साह्रो छ है पानी खानु चाहिँ, साह्रो छ नि त हौ। कहाँ त्यसै हुन्छ हौ होइन दाजु? मान्छेले पानी खानु मात्रै सजिलो सोच्छ नि है। यहाँ त पानीको मनै टाढो हो नि त है। बनायो भने त आउँछ, पानी त छ, तर घरमा कल खोल्ने मात्रै हुन्छ नि त मान्छे है। यो बाटो त पहिला बुढोले खनेको। यो बाटो पञ्चेकालमा ए है। पहिला कुन चाहिँ बुढोले खनेको? चन्द्रबाबुले। ए है। नभएदेखि यस्तो बाटो हिँड्ने यो बाटो थिएन नि पहिला, थिएन नि। जङ्गलै थियो नि है। उसले अन्त सबैलाई भनेर चाहिँ यो खनेको। अब पहिला यो बाटो थिएन। बुढोलाई चाहिँ धन्यवाद दिँदा हुन्छ। अहिले हामीलाई पानी बनाउनु सजिलो छ, हिँड्ने बाटो। हड्डी फुटेको जोडिन्छ, यो छाती दुखेको, जिउ दुखेको के कसरी बनाउनु त्यो अर्ग्यानिक जरा त्यसलाई चाहिँ कुट्नुपर्छ हो। डेरा जरा हुँदैन कुटेर चाहिँ त्यसलाई मार उसिनेर त्यसको सुप खानुपर्छ। त्यो अलिअलि मात्रै गर्दा हुन्छ। त्यही मात्रै। दबाई त्यो उयो चाहिँ के गर्यो यो पुरीलाई पुरीलाको पनि त्यही हो। अब मान्छेले अहिले हेर्दाखेरि चाहिँ अब दबाई चाहिँ कति खान्छ भने अब 7,000 8,000 को महिनामा खान्छ होइन, सरकारी दबाई। तर त्यो अर्ग्यानिक चाहिँ अर्ग्यानिक भन्नु सरकारी दबाईले चाहिँ कस्तो हुन्छ त्यसले जिउमा असर पनि गर्दैन। सरकारी दबाईले चाहिँ अब भुँडी अब जिउ लाग्छ, भित्र हड्डी मकेको पत्तै पाउँदैन हो। त्यसले चाहिँ चटाइ हुन्छ। अन्त झन् साह्रो मोटा र यो खालको हुन्छ हो। अहिले पत्ता बजाउनु हुँदैछ। बजेन नि त है। ट्युनिङ बजाइदिउँ अलिकति। अलिक पत्ता बाक्लो भयो होइन, पत्ता अलिक नर्मल लिउँ। ल साथीहरू पानी चाहिँ साह्रो छ पानी खानु।
यहाँ अर्ग्यानिक प्लेटको लागि है प्रिपरेसन हुँदैछ यहाँ स्पेसियलिस्ट छ बनाउँदैछ अर्ग्यानिक प्लेट पिकनिक चाहिँ यस्तो हुनु पऱ्यो नि त अब अर्ग्यानिकमा सबै यहाँ अब माम लास्ट सुप बनिसकेको छ साथीभाइ हाम्रो चाहिँ अर्ग्यानिक सबै अर्ग्यानिक प्लेट यहाँ बनिएको छ माम पनि पाक्नु थाल्यो हुन्छ त्यतिको अलिक उम्लोस् न पाकोस् न त्यतिकै हुन्छ होला कि राजुले यसको विषयमा भन्यो यो चाहिँ बजारमा त अब हामीले किनी लिएर आएर रोप्छौँ अब यो हाम्रो जङ्गल भइरहेछ त अन्त भनौँ न अब बजारमा बेच्ने चाहिँ हाइब्रिड हो हाइब्रिड हो यसलाई नै त बनाएको बेसी खल्दा पनि यो चाहिँ लोकल हो तर यो चाहिँ ज्यालो हुन्छ तर बजारमा त यही कुरोलाई त बनाएको हो नि त होइन चराहरूले खुब मन पराउँछ अनि यो चाहिँ क्रिसमस बेरी खास है मान्छे लोकल यहाँ चाहिँ डम्पल डम्पल पनि भन्छ यहाँ लोकल नेम चाहिँ डम्पल हो यो यसलाई नै लगेर अब गऱ्यो नि है हाम्रो मान्छेले चाहिँ अब आफ्नै जङ्गलमै छ र पनि तर बजारमा किन्छ बजारमा किनेर सजिलो सजिलो है हामीले यसलाई पनि बनाएर हामीले पनि बिजनेस गर्दा भयो यही त है मदर प्लान्ट मदर प्लान्ट यही हुन्छ होइन सेम टु तर यसमा रेड व्हाइट पनि हुन्छ देखेको मैले वाइट पनि हुन्छ होला वाइट चाहिँ भन्दैन तर मैले चाहिँ देखेको यसमा व्हाइट पनि यो देखेको अब यो हाइब्रिड बनाएपछि यो चाहिँ ठुल्ठुलो दाना हुन्छ ठुलो हुन्छ दाना हुन्छ यो पत्ता फेरि झप्पै फल्दो रहेछ नि त है फल्छ यो पत्ता झर्छ पर फल मात्रै फ्याम्मै हुन्छ यो चाहिँ राम्रो देख्छ तर हाम्रो जङ्गलमा पनि अब सबै कुरो छ हेऱ्यो खोज्यो भने चाहिँ पैसै पैसा छ पैसै पैसा अब यो पैसा भने त नभएको पनि एउटै प्लान्टको झन्डै 200-250 भन्छ यो चाहिँ अब एकदम यस्तो मात्रै हाम्रो गार्डनमा लगेर रोप्यो भने चाहिँ एकदम रमाइलो देख्छ यसले अन्त तपाईँ पैसा छ यो हेर्नुहोस् तपाईँहरूले हाम्रो गाउँठाउँमा यो खानु कम्ती हुन्छ गुलियो नि त गुलियो छ नि त यही हो नि त खान्छ नि यो किन खान्छ गुलियो दबाई पनि हो यसको चराले खाँदो रहेछ डायबिटिसको दबाई पनि हेऱ्यो नि त है दबाई दबाई यो चाहिँ ल यो चाहिँ कहिले हाम्रो जङ्गलमा यस्तो चाहिँ पाउँछ तपाईँले हामीले अर्डर गर्नुहोस् हामी घरमै पुऱ्याइदिन्छौँ हामी एकदम एकदम अन्त यसको छ प्लान्ट छ प्लान हाम्रो मेसँग घरमै छ फ्री अफ कस्ट हामी चाहिँ त्यसै पनि ल्याइदिनु सक्छ है हामी होइन तर अब हाइब्रिड चाहिँ छैन हाम्रो चाहिँ एकदम मदर प्लान हाम्रो जङ्गलबाट उक्लेर यसैबाट बनाएको नि यसैबाट बनाएको आज चाहिँ यो चाहिँ भेज पार्टीहरू चाहिँ हाम्रो दाजु र फोपा चाहिँ यहाँ चाहिँ हाम्रो नन भेजको लागि ल सुपहरू पनि खाउँ लगाउँ साथी हो आफू लो हातैले लो साथी हो यो चाहिँ अर्ग्यानिक आज ग्रेभी छ सुप खाउँ सुप पोख्छ भुइँमा राख यता राख थपी खाउ न बिस्तारै यता चाहिँ आज मूल भान्से आज हेट हाम्रो कुक बस्तीको अर्ग्यानिक ल बजेट ल ल दाजु आज कस्तो हुँदैछ आज टपरामा धेरै दिन बादमा त है यो त राम्रै होला यस्तो त उहिले पो खान्थ्यो है हाम्रो फोबालाई ठिकै होला टपरामा यो त अर्ग्यानिक बस ल भाइ भाइ कस्तो छ ठिक छ है खाउँ है खाउँ ल उहिलेको याद आयो नि है तर टपरामा मैले नयाँ निकालेको नि त अब होइन सम्झना आएन उहिलेको राम्रो भयो हाम्रो मान्छेहरूलाई यसो बुढो मान्छेहरूलाई एउटा रिमेम्बर हुन्छ है जङ्गलमा यो दिन खाएको थिएँ भन्ने चाहिँ ल यहाँ हाम्रो टपरामा खाएको थिएन होला कि खाएको ए खाएको है अन्त खाउँ खाउँ मजा आज चाहिँ यहाँ हाम्रो अर्ग्यानिक भोज चाहिँ साथीभाइहरू राम्रै हुँदै होला बिहा है आम डाँडामा कस्तो भयो साथी हो कडकनाथको सुप कस्तो छ साथी हो है एकदम दामी भयो सुप चाहिँ खाऊ मजाले
मजाले खाउँ सुप साथी हो हजुर हाम्रो साथीभाइहरू चाहिँ अर्ग्यानिक टिक्स लाउँदैछ खानापिना खानु ल खारानिन हो ल है मलाई ओटा आई चावा बनेमुमा बानिनका हो बान्तावाले नि त बान्तावा उल्टाङका हो ओटा लु हाम्रो चाहिँ यस्तो छ है लु अब यहाँ अर्ग्यानिक सुप भने नि भनौँ म लु अब चाहिँ हामी पानी फर्काएर बनाएर पनि हल्का लगाएर चाहिँ हिँड्दैछ साथीभाइले आफ्नो आफ्नो हाम्रो पामफल नाकीमा कसैले आफ्नो आफ्नो छ चित्राको व्यापारमा पशुपतिको दर्शन भने जस्तो है अब यस्तो हुन्छ नि त साथीभाइले जङ्गलबाट निस्केर सब भाँडाकुँडा बोकेर चाहिँ लागेको अब त बनाउँदै जानुपर्छ यस्तै छ हाम्रो आजको गेट टुगेदर विथ पानी बनाउने काम र सबैजना साथीभाइहरू पानी बनाउँदै जाँदैछ है र आजको एकदम इन्जोयफुल मुभमेन्ट भयो धेरै दिन बादमा साथीभाइसँग यसो जङ्गलमा हँसाउली ठट्टाउली पनि भयो मजा आयो यस्तो छ है हाम्रो चाहिँ ल आजको यति नै होला ब्लग तपाईँले हेर्नुहोस् इन्जोय गरिदिनुहोस् भन्दै बाई बाई आजको